अब हामीले यो डेक्सीको ब्ल्याक हेयर स्याम्पू चाहिँ हाम्रो बाजेको कपालमा लाउन लागिराखेका छौं। धेरैले काम गर्दैन, यो स्याम्पू फेको नराम्रो हो भनिराखेका छौं। प्रत्यक्ष तपाईले देख्न सक्नुहुन्छ हाम्रो बाजे कपाल सेतो छ, फुलिराखेको छ है। तपाईले हेर्न सक्नुहुन्छ यस्तो यस्तो मजाले फुलेको छ। अब हामी यो चाहिँ स्याम्पू लाउनु भन्दा अगाडिको हामी चाहिँ यही दल्न लागिराखेका छौं। अब यो स्याम्पू यहाँ दलियो, यसो निकालेर दलिँदैछ हेरौँ। यसरी दल्ने हो सुक्खा कपालमा स्याम्पू। बाजेको कपाल अब यस्तो हुँदैछ, कालो कालो हुँदैछ है। अब बाजेले धुँदै हुनुहुन्छ है यो एनिमल स्याम्पू। अब हामीले धुइसक्नु भएको छ, यहाँ देख्न सक्नुहुन्छ उहाँको कपालमा सेतो सेतो भनेछ। ल अघि यहाँ भरि सेतो थियो है, सबै कालो भएको छ। ल ल छोड्नु त चाहिँ सेतो कहीँ छ त, कहीँ छैन। तपाईँले यहाँ ल्याएर हेर्न सक्नुहुन्छ। ल यहाँ कति सेतो थियो, यहाँ कति सेतो थियो अघि। ल हेर्नु सेतो कहीँ छ देख्न सक्नुहुन्छ। ल कहीँ छैन सेतो। ल ल प्रत्यक्ष प्रमाण तपाईँलाई मैले देखाइदिएँ। ल हेर्नुहोस् कहीँ सेतो छैन, पछाडि पनि छैन, पुरै कालो भइसकेको छ। एकदमै विश्वास गर्नु होला, यो हाम्रो डेक्सीको स्याम्पू एकदमै राम्रो क्वालिटीको छ। ल ल हेर्नुहोस् ल।